Budapest Mobile Association picnic program to 0 to 5. ल यहाँ चाहिँ हाम्रो सबै साथीहरू कफी नास्ता लिएर चाहिँ अब आफ्नो काम गर्दै हुनुहुन्छ। क्यौ खाम्ला नि खाम्ला बनाउँदै गरौँ न। हाम्रो बसन्त दाइ र सुशील दाजु चाहिँ यता पनिर पकौडामा लागिराख्नु भएको छ है। ल हाम्रो नम्रत साथी चाहिँ काठमाडौँतिरै व्यस्त हुनुहुन्छ आज। यहाँ चाहिँ आन्द्राबुढी एक्सपोर्ट हरि सर, यहाँ चाहिँ हाम्रो निर्मल सर आगो नै नबाले भुइँमा कराई बसालेर खोइ के पकाउँदै हुनुहुन्छ, कुनै पहिनो चलाइराख्नु भएको छ। यता हाम्रो आजको कुकम्यान चन्द्रमणि सर बिहान आएदेखि नै एकदमै क्रियाशील हुनुहुन्छ। हामी सबैलाई एकदमै मिठो मिठो बनाएर खुवाइराख्नु भएको छ। यता चाहिँ हाम्रो रोशन दाजु र नमराज दोस्त चाहिँ बिहान आएदेखि नै एकदमै खटिराख्नु भएको छ। सल्युट छ है यहाँहरू दुवैजनालाई। यहाँ चाहिँ हाम्रो भेजिटेरियन सन्तोष दाजु बिहानदेखि आफ्नै पारामा हुनुहुन्छ। यता चाहिँ हाम्रो नारायण सर अनि रुकमनत दाजुलाई चाहिँ नास्ता कम भयो, थपिदिनु पर्यो है। वेलकम दाइ वेलकम। यहाँ चाहिँ हाम्रो लेजेन्ड दिनेश दाजुको इन्ट्री बल्ल भयो, किनकि दिनेश दाजुको चाहिँ शारीरिक स्वास्थ्य अलि नाजुक थियो। आजको पिकनिकको लिडर नै सुरेन्द्र दाजु, यताउता गर भन्ने सबै दाजुले हेर्नुभएको। नारायण सर के छ, कटिङमा लागि ल ठिक छ ठिक छ। नारायण सर पनि बल्ल झुल्किनु भयो। के छ नारायण सर, रमाइलो भइरहेछ नि पौडेल दाजु। यहाँनिर चाहिँ खोइ कसैलाई चाहिँ बोकाको खोइ कुन्निके चाहिँ स्पेसल चाहियो भन्दै थियो साथीहरूले है। हाम्रो कटिङको काममा एकदम क्रियाशील साथी हरि सरलाई चाहिँ पनि सल्युट छ है। एकदमै राम्रोसँग जहाँले राम्रोसँग मेहनत गर्नुभएको छ पिकनिकमा। हाम्रो सागरजी बल्ल भेटिनु भयो निर्मलसँग। यता यहाँहरू चाहिँ अचारमा बनाउने यताउता व्यस्त भइराख्नु न, काम गरिराख्नु भएकै छ। सबैले आफ्नो काम गरिराख्नु भएकै छ। कसले ल्याउँदै छ दाइ? एउटा भाडा खानाउन दाइ, त्यो फ्राई गरेर खाना बेसार ए एकछिन नहाल्नु के, यहाँ केही अरु बाँकी छ। ए दाइ त्यो तेल अलग्गै राख्दिनु, फ्राई नगरी त कामै छैन। रोशन दाईको मेहनतलाई पनि आएदेखि नै क्रियाशील हुनुभयो। एकदमै सल्युट छ दाजु, रोशन दाजु हजुरलाई पनि है। यता त झन् भन्नै परेन, हाम्रो चन्द्रमणि सर त पुरै हामीलाई खाना बनाउने मिठो मिठो बनाएर सबै खाना खुवाउने भनेकै चन्द्रमणि दाजुले। अहिलेसम्म जति पनि जे बनाउनु भयो सब दाजुले, बिटुवा यताउता जे बनाए नि, पुरानो पिकनिक नयाँ पिकनिक सब एकदमै मिठो बनाएर खुवाउनु भएको छ दाजुले। दाजुको पनि यो सबै दाजुको यो सहयोग भनौँ या यो आत्मीयता जे भने पनि एकदमै राम्रो गर्नुभएको छ। चन्द्रमणि सरलाई पनि हाम्रो समितिदेखि एकदमै हृदयदेखि सल्युट छ चन्द्रमणि सरलाई है। युट्युबमा हाल्ने भयो।
सकेर फर्किने गरेको अवस्था छ। साथीहरु पर्खिँदै ल